तपाईहरुलाई म एउटा रियल घटना सुनाउँछु। कान सुनेर यो भिडियो चुन्नुको लास्टसम्म हेर्नु है। आफ्नो छोराछोरीलाई संस्कार संस्कृति कसरी दिनुपर्छ भनेर। एकजना बच्चालाई भनौं न, एकजना छोरालाई अब मृत्युदण्ड दिने सजाय भयो हैन। मृत्युदण्ड सजाय दिने भयो। तर लास्टमा तेरो उद्देश्य के छ भन्दा मेरो आमालाई भेट्ने उद्देश्य छ भन्यो। होला नि आमालाई भेट्ने भनेर हनास तनास गरेर आमालाई पनि ल्याइदियो। आमालाई ल्याइदिएपछि अनि अगाडि अब मृत्युदण्ड दिनुलाई ठिक्क पारेको छ, डोरी कस्नुलाई हैन। अनि आमा रुँदै र पुज्दै मेरो छोरालाई भन्दै झाप मार्नु आएछ। आमाले मुखमा थुक्क गरेर थुकिदिएछ, मुखमा यसरी थु 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 गरेछ। अनि सबैजना छक्क पर्यो, ए भगवान। अनि आमालाई भेट्नु अँगालो मार्ला रोला भनेको त है। अनि किन तैँले यसो गरेको भन्दा चाहिँ सबै गर्ने मेरो आमा हो। बच्चामा मैले स्कुलमा चोरेर कपी कलम ल्याउँथे, बच्चामा साथीभाइलाई कुटेर आउँथे। मेरो आमाले ए राम्रो गरिछस् भन्थ्यो। कलम किताब पैसा चोरेर आउँदाखेरि ए भनेर कहिले मलाई यस्तो कर्म गर्नु हुँदैन भनेर सिकायो। ल कतिवटा ल्याइस् बाबु, कसलाई कुटिस् भनेर मलाई एकदम मलाई धन उक्साउनुहुन्थ्यो। अनि त्यही कारणले गर्दाखेरि म अलिक ठुलो भएँ, चोर्ने भएँ, ढाट्ने भएँ र पैसा ल्याउँथे घरमा। ए आज यति ल्याइस्, कति ल्याइस् बाबु भनेर धन्यवाद दिन्थ्यो। कुनै दिन मलाई नराम्रो कर्म गर्नु हुँदैन भने त गर्दा गर्दै पछि चोर ठुलो डाकु बन्यो। डाकु बनेपछि फाँसीको सजाय दिनेसम्म पुग्यो। हो त्यो हुन्छ। त्यही भएर आफ्नो छोराछोरीलाई कहाँ गइरहेछ, के गइरहेछ, कसले उचालिरहेछ भन्ने थाहा हुनु पर्दैन। अहिले चाहिँ मेरो छोरीले छुन्यो, मेरो छोरीलाई हेर्ने कोही पनि आएन भन्छ। नेपाली बुढो कसरी भयो त्यो ठाउँ आज? त्यही उचालेकोले गर्दा यत्रो घटना भयो। त्यो अस्ति नै सुदन गुरुङ हत्यारा भन्दा एउटा केटी हिँड्थ्यो नि, त्यसलाई पनि पत्रकारहरूले ल्याएर सोधेको छ। त्यो पत्रकार पनि फटा हो, विनाशकाले विपरीत बुद्धि। त्यो चिप्ले अङ्कल भन्ने, अर्को एउटा पत्रकार भन्ने, त्यस्तोलाई गर्नुहुन्छ, त्यस्तालाई उक्साउनुहुन्छ। हामी त तपाईको लिदिनौँ भनेर पठाइदिनुपर्छ त्यस्तालाई। तिम्रो बेला भएको छैन, अहिले पढ्ने बेला उमेर हो, यस्तो उफ्रिने बेला होइन भन्नुपर्छ। सबै बिगार्ने यो समाज, यो पत्रकार, यो अहिले यो भाइरल टिकटकहरुमा अनि लेखिदिएको छ नाना थरी धामी बोक्सी हुनु हुँदैन भनेको छ। कोही पढ्ने जहीँ पनि हुन्छ चोर र फटा, तल माथि चिसो तातो चोर फटा डाकु साकु भन्ने जहीँ पनि हुन्छ। कर्मचारीहरूले घुस सबैले खान्छ, राम्रोले खान्छ, नराम्रोले खाँदैन। कहीँ पनि गएन फटाहरू हुन्छ। कोही टिचर रक्सी खाएर आउने छ, कोही नखाने हुन्छ, कोही धामी एकदम राम्रो, उसको आत्मा भगवान, हामी यो युनिभर र हाम्रो टच भएको हुन्छ। राम्रो आत्मामा भगवान बसेर चाहिँ प्रख्यात गर्नुहुन्छ। राम मान्छे होइन, साईबाबा मान्छे होइन, सीता मान्छे होइन, को हो उहाँहरू चाहिँ? के उहाँहरू चाहिँ आकाशबाट झर्र झरेर आएको हो त? राम्रोमा चाहिँ हाम्रो वीरेन्द्र राजा भन्छ, ऊ पनि मान्छे होइन? अहिले कति राम्रो कर्म गर्नेलाई राम्रै भन्छ त, नराम्रो गरेर राम्रै भन्छ। पृथ्वीनारायण शाह मान्छे होइन, नेल्सन मण्डेला मान्छे होइन, अनि अब्राहम लिङ्कन मान्छे होइन, कत्रो गुरु महाभारत छ। अनि मान्छे होइन? राम्रो कर्म गर्नेलाई राम्रो 33 कोटी देवदेवता भन्छ, नराम्रो गर्नेलाई चोर डाका फटा गुण्डा जुण्डा। एक दिन चाहिँ सत्यको विजय हुन्छ, असत्यको चाहिँ कहिले हुँदैन। त्यही भएर संस्कार सिकाउनु छोराछोरीलाई। धन सम्पत्ति यत्रो लड्डु एकैचोटि दिने होइन कि, यत्रो डायमन्ड खोज्ने, पैसा घर बाँड्ने खोज्दा गर्दा आज त्यो हाल हुन्छ। अनि जेलको उसमा पोस्नुपर्छ, जेलभित्र फाँसीको सजायमा पोस्नुपर्छ। त्यही भएर बेलैमा होस गर्नु है साथीभाइ हो। ल।